चाहिने यसरी यहाँ पनि अलिकति बाटोको पहुँचबाट अलिकति टाढा रहेको छ केही थोरै थोरै ए फिक फिक निभाएर चाहिँ यसलाई भन्छ होइन फिक चाहिँ यस्तो हो यो चाहिँ अमूल्य चाहिने फ्रुट हो क्या यो एकदम यो तपाईहरूले देख्न सक्नुहुन्छ है यो चाहिँ फिग हो फिग यस्तो छ है दामी यता पनि मावला यो चाहिँ नै मेरो साइला मामाको घर साइला मामाको घर रामचन्द्रको घर हो यो है मेरो साइला मामाको घर यो चाहिँ नै पहिला मैले पठाइदिएको थिएँ एभोकाडो त्यत्रो भएछ है दामी खुसी लाग्यो 2-3 झाङको रहेछ यो चाहिँ मेरो मावाला मेरो मावाला मूल घरमा चाहिँ नै आइपुगेको अवस्था छ है मेरो मावाला चाहिँ नै ठ्याक्क आइपुग्यो मेरो मामा कान्छा मामा मेरो ब्युटिफुल माइजू कता हुनुहुन्छ ए ल माइजू ल मेरो माइजू है ल यस्तो छ चाहिँ नै है अब नानीको अर्ग्यानिक खेती हेर्नु जाइहाल्नु होला है यो केही हुँदैन धेरै क्षणिक मात्रै यो आफै फेरि आइहाल्छ लाइनमा आइहाल्छ मरिहाल्दैन यो हुन्छ यस्तो ल यो चाहिँ नै होइन यो तपाईँहरूले फ्युचरमा सम्झिन सक्नुहुन्छ यो चाहिँ नै अर्ग्यानिक सुन्तला हो होइन यहाँ लगभग 2-3 सय झ्याङ छ होइन आइसक्यो साथीको चाहिँ नै यो मालिक हो यहाँ होइन अभिषेक होइन तर मामालाई चाहिँ दुःख दिएर यो मालिक बन्नु खोज्दैछ होइन त्यस्तो छ बोला न जाने सुन्तला तर यो बाँच्न सक्छ पात त अब झर्छ नि होइन उतो चाहिँ बाँचेछ यो पनि बाँचेछ है यो लास्ट इयर रोपेको जस्तो छ है कि यसै वर्ष रोपेको यो ए बाँचिहालेछ त यतिको भइहाल्यो त यतिको भइहाल्यो त नि आम्मामामामा ल गजब ए गजब गजब भयो गर्छु नि केटा होइन मामा कमी ठान्छस् मलाई भन्नु न तेरो बाउ पो त भन्नु न ल यस्तो छ मेरो मावली घर साथीहरू है चाहिँ हामी अहिले टट्ट लाएर अब हामी भोजपुर फर्किँदै गरेको अब त्यहीँ बाटो अनि त्यहाँबाट चाहिँ किन फेरि हामी यहाँ नछिर्ने भनेर चाहिँ नै एकचोटि मामा र माइजूलाई भेटेर जाउँ भनेर मात्रै हामी छिरेका छौँ है साथीहरू अब यो चाहिँ अस्ति रोपेको सुन्तला केटोले लिएर जागेछ 90% जागेछ 10% शङ्का छ त्यो पनि स्टिल अनगोइङ है तर 90% जागेछ द्याट्स अल
हेर्दै नहुनु गाइज हाम्रो क्याप्टेनको के छ हालको के छ क्याप्टेन अवस्था के को रुख भनेर हेरेको ल यो चाहिँ नै होइन पिखुवाको हाइड्रो पावर पिखुवा खोलामा छौँ अहिले हामी अब रामप्रसाद राई गाउँपालिकालाई हामी छोड्दैछौँ है अनि हामी अहिले पिखुवा काटेर हामी भोजपुर नगरपालिका जानेछौँ है अनि यो चाहिँ नै है यो चाहिँ भोजपुरको असला माछा पाउने ठाउँ पनि हो र हामी चाहिँ अहिले पिखुवा खोलाको पुलमा छौँ पिखुवा खोलाको पुलमा चाहिँ नै यो चाहिँ निकै पुरानो पिखुवा पुल हो अहिले यसलाई चाहिँ मर्मत समार गर्नुपर्ने देखिन्छ यो सबै सफा गर्नुपर्ने देखिन्छ है यस्तो छ है
अहिले चाहिँ हामी होइन भोजपुरको बजाजको स्पेयर्स पार्ट्स मा छौँ होइन। हाम्रो विक्रम सरकोमा छौँ हामी है। यहाँ चाहिँ ग्यारेज हो, यहाँ माथि चाहिँ नै छ है स्पेयर पार्ट्स।